के तपाईँ सानो सानो क्रिएटरहरू हुनुहुन्छ, तपाईँ फेसबुकबाट सजिलै इन्कम गर्न चाहनुहुन्छ भने यो तपाईँहरूको लागि भिडियो रहेछ। अब नेपालमा पनि सजिलैसँग कन्टेन्ट क्रिएट गरेर डलर कमाउन सक्नुहुन्छ है। अब दिनमा तपाईँले $1 $2 नर्मली कमाउन सक्नुहुन्छ घरमा बसी बसी। तर तपाईँले आफ्नै कन्टेन्ट क्रिएट गर्नुपर्ने हुन्छ। त्यसका लागि कपिराइट कन्टेन्ट युज गर्न पाउनुहुन्न। तपाईँले आफ्नै कन्टेन्ट क्रिएट गर्नुहोस् र सजिलैसँग घरमै बसी बसी डलर कमाउनु। फेसबुकले अब 10,000 फलोअर्स अनि 1,50,000 भ्युज भयो भने फेसबुक अकाउन्ट मोनिटाइज गरिदिन्छ, जहाँ त्यो सिस्टम नेपालमा पनि उपलब्ध भइसकेको छ। अब त्यसमध्ये तपाईँ पनि पढ्नुहुन्छ, तपाईँको फलोअर छ भने तपाईँले आफ्नो फेसबुक पेज मोनिटाइज गर्नुहोस् अनि कन्टेन्ट क्रिएट गरेर डलर कमाउनुहोस्। सुरुमा तपाईँले आफ्नो फेसबुक पेजलाई प्रोफेसनल ड्यासबोर्डमा लग्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नु होला। सुरुमा म तपाईँलाई मेरो मोबाइलतर्फ लाग्दैछु, जहाँ मैले फेसबुक ओपन गरिसकेँ र तपाईँले आफ्नो फेसबुक पेज एउटा अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। मैले चाहिँ एउटा फेसबुक पेज अकाउन्ट क्रिएट गरिसकेको छु है। त्यसपछि तपाईँ यो सेटिङमा जानुहोस् र तपाईँ यो प्रोफेसनल ड्यासबोर्ड देख्नु भएको छ। यो प्रोफेसनल ड्यासबोर्ड तपाईँले इनेबल गर्नुपर्ने हुन्छ, जहाँ तपाईँले यो सेक्सन इनेबल भइसकेपछि तपाईँको यहाँ तपाईँले अपलोड गरेको भिडियोहरू भ्युज काउन्ट हुन्छ अनि फलोअर्स काउन्ट हुन्छ। तपाईँले त्यो भ्युज अनि फलोअर्स काउन्ट भइसकेपछि मोनिटाइज सेक्सन इनेबल हुन्छ। अहिले मैले यो नयाँ अकाउन्ट खोलेको छु। यो सेक्सन तपाईँको ओपन छैन भने सिम्पली तपाईँले के गर्नुहुन्छ, यो प्रोफेसनल ड्यासबोर्ड ओपन गर्नुपर्ने हुन्छ। प्रोफेसनल ड्यासबोर्ड ओपन भइसकेपछि तपाईँको भ्युज काउन्ट हुने सिस्टम हुन्छ। तपाईँले अपलोड गरेको फोटो भिडियोमा यसरी भ्युज अनि अर्डिङ भएको देखाउँछ।